हाई गाइस, मेरो नाम चाहिँ आयुष हो अनि आई एम 28 years old। म चाहिँ एउटा USAPL को एथलिट हो अनि मैले गरेको मिटहरू चाहिँ बारबेन्डर्स, रुप कार्की अनि 3वटा USAPL अनि लास्ट वान बिङ चाहिँ मेरो USAPL नेसनल्स जुन चाहिँ मेम्फिस टेनेसीमा भएको टप 25 नेसनलमा। मैले चाहिँ मिट नखेलेको चाहिँ अलमोस्ट 2 years हुन लाग्यो। सो दिस टाइम आई एम कम्पिटिङ इन अक्स क्लासिक 2025 समरस्ल्याम। आई थिंक 10 years हो जिम सुरु गरेको अनि मेरो फर्स्ट एक्सपिरियन्स चाहिँ हाई स्कुलमै भएको थियो। साथीहरू चाहिँ जिम जान्थ्यो। सो म चाहिँ युनिभर्सिटी अफ क्यालिफोर्निया सान्टा बार्बरामा पढेको 4 वर्ष। म चाहिँ आई थिंक अराउन्ड 50 kg थियो त्यतिखेर। 18 वर्ष थिएँ, 50 kg जस्तो थिएँ। अनि साथीहरूले मलाई पहिला लगेर के गराए मलाई अनि चारैतिर दुख्यो क्या, जिउ सबै दुख्यो मलाई नि। त्यो गरेर चाहिँ फर्स्ट इयरमै चाहिँ मैले 50 kg बाट आई थिंक पाउन्डमा म रिफर गर्छु किनभने त्यतिखेरको पाउन्डमै मैले मेरो नलेज छ नि त। सो म 120 पाउन्डबाट चाहिँ आई थिंक फर्स्ट इयरमै 145 150 पाउन्डको भएँ। सो 30 पाउन्ड चाहिँ गेन गरेँ क्या मैले फर्स्ट इयरमै। अनि फिजिक नि धेरै चेन्ज आयो। त्यो भएपछि चाहिँ मलाई खासै जिम चाहिँ मन पर्न सुरु गरेँ बिकज मलाई चाहिँ लाग्यो कि एकदमै छिटो भयो, ट्रान्सफर्मेसन नै छिटै आयो। अनि मलाई लाग्यो कि यसरी नै प्रोग्रेस हुन्छ, म यसो गर्दै गयो भने चाहिँ म त डेन्जर खत्रै हुन्छु भनेर त्यस्तो लाग्यो क्या। सो त्यसरी चाहिँ मेरो जिमको सुरुवात चाहिँ भएको थियो। युनिभर्सिटी सक्यो, 4 वर्षको कोर्स थियो। त्यसपछि 1 year चाहिँ अब ग्याप इयर भन्छ। अब ग्याप इयरमा मलाई चाहिँ फिजियोथेरापी पढ्न मन थियो। 2019 को कुरा हो यो चाहिँ। म 1 वर्षलाई इन्टर्नसिप गर्न आएको थिएँ फिजियोथेरापीको। मेडिसिटीमा इन्टर्नसिप गर्न आउँदा मेरो बेन्च 125 130 जिममा रेगुलर हान्थेँ। अनि अब नेपालमा त त्यस्तो चाहिँ नम्बर चाहिँ एकदम अनयुजुअल, एकदमै रेयरै रहेछ। अनि त्यहाँ केटाहरूले चाहिँ भन्यो तिमी चाहिँ बलियै रहेछौ यहाँ। अब पावर लिफ्टिङको बारेमा उनीहरूले मलाई नलेज दियो। नलेज पाएपछि चाहिँ अनि हुन्छ त ट्राई गरौँ न भनेर स्विच हाने। उनीहरूले नै सबैले मलाई लो बार नि सिकायो, सुमोहरू नि सिकायो। त्यतिखेर कोचहरू थिएन, केही प्रोग्रामिङ नै खासै हाम्रो त्यस्तो थिएन पावर लिफ्टिङ। केटाहरू सबैजना मिल्यो, जसो जसो छ मिलाएर हान्थ्यो हामीसँगै। अनि फर्स्ट मिट बारबेन्डर्स भन्ने मिट, बारबेन्डर्स 2 थियो त्यो क्यारे। बारबेन्डर्स 2 भन्ने जिमखानाले मिट होस्ट गर्न लागेको थियो। अनि ल आयुष तिमी चाहिँ अब यही मिटलाई कम्पिट गर न त, तिम्रो राम्रै छ, बरु यसलाई प्रेप गरौँ भनेर कति हप्ता लाएर प्रेप गऱ्यौँ हामी। अनि मेरो फर्स्ट मिट चाहिँ त्यही थियो। अनि फर्स्ट मिटमा मेरो स्क्वाड PR 175 kg हानेको थिएँ। बेन्च आई थिंक 135 सेकेन्ड नटेम हानेको थिएँ, 140 चाहिँ फेल भएको थियो। अनि डेडलिफ्टमा चाहिँ आई थिंक 200 डेडलिफ्ट हानेको थिएँ मैले। सो फर्स्ट मिटमा आई थिंक 502 kg कि 507 510 रहेछ। 510 टोटल थियो मेरो फर्स्ट मिटको। त्यहीँबाट चाहिँ मेरो आई थिंक पावर लिफ्टिङ जर्नीको सुरुवात चाहिँ त्यही नै थियो। अनि त्यो मिटमा नि गोल्ड जितेँ। अनि आई थिंक झन् मोटिभेटेड भएँ कि ल म चाहिँ राम्रै रहेछु भनेर। मेरो स्टार्टै त्यहीँबाट भएको थियो पावर लिफ्टिङको। के भयो भने एउटा मिट अनाउन्स भयो। आई थिंक रुप कार्की भन्ने मिट नेपालमा हुँदैछ। अब अलि ठुलै मिट गर्ने विचार भनेर नेपालमा नेसनल लेभल मिट हुन लाग्थ्यो। अनि ओजेले चाहिँ अब अप्रोच गर्यो फेरि कि ओजे नि अब लकडाउनमा त घरमै ट्रेन गरिरहेको थियो। सो अनि त्यतिखेर अब लकडाउनभित्र कसरी कुरा भयो, ओजेले टाइसनसँग भेटघाट गरेर अब टाइसन अन्डर ट्रेन गरिरहेको थियो। अब मलाई चाहिँ त्यस्तो स्पेसिफिक्स केही थाहा थिएन। अनि मलाई एक दिन चाहिँ मेसेज गर्यो कि मिट हुँदैछ आयुष, अनि म चाहिँ टाइसनसँग ट्रेन गरिरहेको छु, तिमी नि अब कोचिङ गरेर यसरी खेलौँ न हामीसँगै टाइसन थ्रु। अनि मेरो माइन्डमा पावर लिफ्टर बन्छु भनेर नि त्यस्तो सोच चाहिँ आएको थिएन। तर अब ओजेले भन्यो ल मिट आउँदैछ अनि सबै चिज मिलिरहेको थियो टाइसनहरूसँग। अनि टाइसन चाहिँ पहिलादेखि थाहा थियो कि पावर लिफ्टर हो होइन, इन्टरनेसनल थाइल्यान्ड खेलेको, सबै चिनजान भएको, पहिल्यैदेखि मिटमा चिनजान भएको थियो नि त। सो ल राम्रै कोचिङ हुन्छ, मैले कोच नि कहिले लिएको छैन, सो ल ठिकै हुन्छ भनेर हामी ओजे र म अनि आदि नै थियो त्यतिखेर। सो हामी ग्रुप मोहित दाई त पहिलादेखि नै थियो। हामी सबैजना मिलेर ल अक्स थ्रु भनेर हामी यो फर्स्ट नेसनल लेभल मिट अलि नेपालको ठुलै मिट भनेर भएको थियो अनाउन्स। सो हामी खेलौँ भनेर चाहिँ ट्रान्जिसन हानेको। सो मेरो आई थिंक फर्स्ट बिग स्टेप पावर लिफ्टिङमा चाहिँ त्यही मुभमेन्ट थियो। अब ओजेले अनि टाइसन, मोहित दाई आदि हाम्रो मेन ग्रुप चाहिँ
यहाँबाट चाहिँ मैले आई थिङ्क ल अब म चाहिँ पावर लिफ्टरै हुन्छु भनेर मैले फर्स्ट स्टेप लिएको चाहिँ त्यहीबाट हो जस्तो लाग्छ। फाइटिङ चाहिँ छैन सुनेर आएको छ तिमीलाई थाहा छ उठिरहेको Good one. यसपालि चाहिँ म खेलेको कारण किन हो भने म चाहिँ नखेलेर आई थिङ्क काउन्ट आउट गरे जस्तो नि लागेको थियो फिलिङ। सो आई थिङ्क मनी छु भनेर हेर मनी छु होइन केटाहरू त्यति नजिक नै आएको छैन हेराउनु पर्यो भनेर चाहिँ आई थिङ्क मैले यो मिट खेल्न लगाएको। सो आई क्यान सो केस होइन मेरो पोटेन्सियल कति छ भनेर, किनभने पहिला त मेरो नजिक कोही नै थिएन खेल्न आउने। नहाने भने काट्नुपर्छ यो पार्ट नहान्ने बेला थाहा हुन्छ। सो म त त्यतिकै चिलमा मिटहरू गर्थेँ अनि मेनली मैले युएसएपिएलमै गरिरहेको थिएँ। तर नेपालको चाहिँ एथलिट्सहरू लेभल अप भए देखेर मलाई चाहिँ अलि फायर इग्नाइट भए जस्तो भयो कि ल केटाहरू रेडी हुँदैछ मनी छु नि भनेर चाहिँ देखाउनु पऱ्यो भनेर मेन रिजन चाहिँ मैले त्यसैले खेल्न लगाएको यो मिट। अनि अक्स क्लासिकै आई थिङ्क मिटको स्ट्यान्डर्डमा आई थिङ्क अक्स क्लासिकै सबैलाई चाहिँ अलि लेभल प्लेइङ फिल्ड छ नि त सबैलाई कम्पिट गर्नलाई, फेयर जजिङ अनि फास्ट पेस मिट अनि सो आई थिङ्क त्यही रिजनले चाहिँ मैले चाहिँ खेल्न लगाएको। अनि अलमोस्ट नेपालको सबै टप एथलिट्सले खेल्न लाग्छ होइन। सो टक्कर नै हुन्छ, राम्रो कम्पिटिसन हुन्छ भनेर मैले खेल्न लगाएको यो मिट। यहाँ मेन यहाँ रेड पछाडि राखेर हामीलाई ट्राई गर तर फाइट चाहिँ only one chance. Let's go. छैन सो अब प्रायर ब्लकमा अलिकति बल्ल चाहिँ पिक फिलिङ आएको थियो बिकज इन्जरी ब्लकबाट ट्रान्जिसन भएर स्ट्रेन्थ ब्लकमा हामीले 225 kg स्क्वाट हानेको थियो, पिआर थियो। अनि 165 kg बेन्च अलि टच एन्ड गो नै थियो। अनि डेडलिफ्ट 250 kg हानेको थिएँ। सो 640 kg टोटल चाहिँ आई थिङ्क पिआर टोटलै थियो मेरो फर्स्ट टाइम। खासै यो मिट खेल्छु भनेर मलाई थाहा नै थिएन। म चाहिँ नेपालमा अलि इमर्जेन्सी केसमै आएको थिएँ अनि आई थिङ्क 1 महिना बसेर जान्छु होला जस्तो लाग्यो। तर सिचुएसनले चाहिँ मलाई यता नै बस्नु परिरहेछ। मेन सेटब्याक चाहिँ त्यहीँ आउँदाखेरि नै इमर्जेन्सी भएर अलि मेरो स्टार्टै अलि स्लो भयो जस्तो लाग्यो बिकज 1 महिना जति ट्रेनिङै सबै बिग्रिएको थियो, डायट न्युट्रिसन सबै बिग्रिएको थियो। त्यसमाथि इन्जरिजहरू नि मैले अलिअलि डिल गरिरहेको थिएँ त्यसकै कारणले। यो ब्लक चेस्ट अलि घाइते भएको छ क्या। अस्ति भर्खर आउनु अगाडि ट्रिपल हानेर 50, यो ब्लकमा डबल हान्नु परिरहेछ। तल छोकै मिलेन सेकेन्डमा, अलि हाईमा भयो क्या। हाई भएपछि फुस्किन्छ नि यता। पोजिटिभ चाहिँ खोज्नुपर्छ आफ्नो दिनमा।
त्यसले नै चाहिँ अब गाइड गर्छ जस्तो लाग्छ मलाई सो मेरो रिसेन्टली चाहिँ त्यस्तै नै भइरहेको थियो नम्बर्सहरू सबै गाह्रो भइरहेको थियो स्क्वाड बेन्च नि गाह्रो भइरहेको थियो डेड लिफ्ट त मैले फेलै हानेको थिएँ लकिली मेरो सपोर्ट सिस्टम चाहिँ राम्रो छ सो मलाई चाहिँ आई थिङ्क पोजिटिभ एनर्जी दिए भएर मैले चाहिँ प्रोग्रेस गर्न सकेँ अनि आई थिङ्क यो पास्ट 4-5 इयर्स पावर लिफ्टिङ स्पोर्टले नै मलाई त्यही नै सिकाएको छ कि कम्युनिटी चाहिँ एकदम सपोर्टिभै छ अनि आफ्नो सर्कल चाहिँ लाई ध्यान दिनुपर्छ जसले चाहिँ तिमीलाई उचाल्छ माथि अनि लास्ट फ्यु ब्लग्समा त्यही एक्सपिरियन्स भएर मैले चाहिँ अब दिस ब्लग मेरो आई थिङ्क त्यसैले राम्रो नि भइरहेछ बिकज मेरो सबैजना अराउन्ड मी चाहिँ राम्रै चाहन्छस् फर मी ठिकै मात्र थियो राम्रो थियो ठिकै थियो त होइन राम्रै थियो अलिकति धेरै फ्रेस भयो जस्तो लाग्यो तर धेरै फ्रेस भयो अलिकति अस्तिको चाहिँ टायर थियो यो अस्तिको किन 25 बाइड हाने हो टायर 30 25 त्यसमा चाहिँ वाइल्ड हो नि त धेरै राम्रो 25 चाहिँ फ्रेसली भयो अलि हल्का तर फ्रेस भन्नु कि के भन्नु त्यो टाइटनेस अलि टाइट नभएको जस्तो क्या मुनि कन्फिडेन्स चाहिँ थियो तर बस्दाखेरि अस्ति जस्तो चाहिँ यो ब्लक आएर चाहिँ मैले भर्खर हेर्नुभयो 222 kg स्क्वाट हाने राम्रै थियो सजिलो लागेको थियो अनि आज भर्खर 162 kg को बेन्च त्यो नि कमान्ड लिएर अनि डेड लिफ्टमा चाहिँ 250 एकदमै सजिलो लागेको थियो Too fast. त्यही हो नि हान्नै आइरहेको यो ट्रिपल हान्नुपर्छ ब्रो 60 अहिले लोड हान्ने हानिदिन्छु अब त सक्यो गाह्रै छ वाइल्ड क्या वाइल्ड यसपालि चाहिँ एकदम वेल प्रिपेयर्डै भनौँ न सबै मिटमा वेट कट गरेर जाने गरेको छु बट यो मिटमा चाहिँ वेट कट चाहिँ नेसेसरी हुँदैन सो यो मिटमा चाहिँ अलि न्यू एक्सपिरियन्स होइन नयाँ पर्फर्मेन्स आई थिङ्क आई क्यान एक्सपेक्ट टु पुट अन द फ्लोर अनि मेरो प्रिभियस मिटहरू मैले यस्तो हाई स्ट्यान्डर्डमा मिटहरू गरिसकेँ युएसएपिएलमा त्यो नै मेरो स्ट्यान्डर्ड अहिलेसम्म ब्रेक भएको छैन नेपालमा सो म चाहिँ चिलमै छु मलाई प्रेसर खासै छैन यो ब्लक अनुसार सबै राम्रो भइरहेछ कोचको रिस्पोन्स नि सबै राम्रो आइरहेछ सो आई थिङ्क हामी चाहिँ एकदम अन ट्र्याक छ अन पोइन्ट छ
कम्पिटिसन डेमा आइपुगेपछि एक्जिक्युसनमा फोकस हो म यसपालि मेरो ब्लगको ट्रेनिङ हेरेर मेरो फिलिङ वाइज हेरेर सबै टेक इन्टु काउन्ट गरेर कम्पिटिसन डेमा म यस्तै आयो भने अलि डेन्जरै हुन्छ गाह्रै हुन्छ सबैलाई भनिदिन्छ